आज मेरो बारीले के दिन्छ हेरौँ है त। त्योभन्दा अगाडि हजुरहरूलाई मेरो बाल्कनीमा फुलेको फुलहरू देखाउँदैछु। हेर्न सक्नुहुन्छ कस्तो मजाले जेरेनियम फ्लावरहरू ढकमक्क फुलेका छन्। त्यसपछि अब लागे म बारीतिर। अब यो डालोमा म के भर्छु हेरौँ है त। यो डालोमा म जति पनि भेजिटेबलहरू भर्छु सबै अर्ग्यानिक हुन्। आफैले घरमा भएको कम्पोस्ट म्यान्युरहरू लगाएर मात्र उब्जाएको। सबैभन्दा सुरुमा मैले बन्दा हार्भेस्ट गरेँ क्याबेज। हेर्न सक्नुहुन्छ कस्तो क्युट सानो फलेको छ। त्यसपछि यसलाई मैले लगेर डालोमा राखिदिएँ। त्यसपछि स्विट साग हेर्न सक्नुहुन्छ कस्तो मजाले फलेको छ। आँखालाई देख्दा त यस्तो आनन्द आइरहेको छ। यो साग देख्दा खाँदा झन् कस्तो मिठो होला। अब चाहिँ मैले यतातिर लागेँ इस्कुसको मन्टा हार्भेस्ट गर्नतिर। कस्तो मजाले फैलिएको छ यो इस्कुसको मन्टा पनि। स्विट साग र यो इस्कुसको मन्टा चाहिँ मिसाएर खानुपर्छ। अब यसलाई पनि डालोमा राख्दैछु। त्यसपछि यो सिमीतिर आएँ म। हेर्न सक्नुहुन्छ यतातिर कलिलो छ। यसलाई चाहिँ चरचर भुटेर खान चाहिँ यस्तो मिठो हुन्छ। त्यही भएर मैले यो अलिकति कलिलो भए पनि टिप्दैछु। आफ्नो बारीमा यति धेरै तरकारीहरू उब्जाउन पाउँदा एकदमै खुसी लाग्छ मलाई, त्यो पनि अर्ग्यानिक तरिकाले। आजभोलि बजारमा यति धेरै पेस्टिसाइडहरू युज हुन्छ। कति न्युज आइरहेको हुन्छ कि यति धेरै विषादी भेटियो भनेर। त्यही भएर मलाई एकदमै प्राउड फिल हुन्छ कि यति धेरै अर्ग्यानिक भेजिटेबलहरू उब्जाएर खान पाइरहेको छौँ। त्यसपछि अब मेवा हार्भेस्ट गरौँ है त। म चाहिँ यहाँ टुलमा चढेर मेवा बल्ल टिप्दैछु। हेर्न सक्नुहुन्छ कस्तो मजाले पाकेको छ यो मेवा पनि। अब यसलाई पनि लगेँ मैले डालोमा राख्नको लागि। त्यसपछि टमाटर हेर्न सक्नुहुन्छ टमाटर यति धेरै पाकेको छ एकदमै लाल भएर। अब यसलाई पनि हार्भेस्ट गरौँ है त। धेरैजनाले मेरो भिडियो हेरेर यति धेरै क्वेसन आउँछ कि कमेन्ट आउँछ कि यति धेरै तरकारी एकै दिन किन चाहिन्छ र किन टिपेको भन्नुहुन्छ के। अनि यति धेरै तरकारी त हुँदैन, मेरो डेली बेसमा चाहिने नै खालको हुन्छ। तर कुनै चाहिँ यस्तो हुन्छ कि बोटमा राख्दाखेरि त्यहीँ कुहिने झन् किराले अट्याक गर्ने खालको हुन्छ। त्यही भएर टमाटर यति धेरै टिपेको छु मैले। कमसेकम फ्रिजमा लोएर राखेपछि त केही पनि हुँदैन, अलिक दिन खान पुग्छ। हेर्न सक्नुहुन्छ मेरो आजको हार्भेस्टिङ यति धेरै भइसकेको छ। हेर्न सक्नुहुन्छ आजको मेरो हार्भेस्टिङ यति धेरै भइसकेको छ। अलमोस्ट मेरो यो डालो पनि भर्न लागिसकेको छ। आजको लागि यति नै। थ्याङ्क यू सो मच फर वाचिङ। बाई। यदि मेरो भिडियो मन पर्छ भने लाइक, सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला।